वेलकम टु द न्यू ब्लग। यति बेला चाहिँ हामी दाङको देउखुरीबाट तुलसीपुरमा रहेको चौधरी अथवा भनौँ थारू सङ्ग्रहालय, जहाँ चाहिँ प्रापूर्व कालदेखिको चाहिँ थारू जातिको विभिन्न संस्कृतिको बारेमा बखान गरी एउटा म्युजियम खोलिएको छ। हामीले जतिसम्म चाहिँ क्यामेरामा देखाउन मिल्थ्यो, क्यामेरा अलाउ थियो, त्यतिसम्मको भिडियो यसमा ओगट्ने प्रयास गरेका छौँ। यो भ्लग चाहिँ हेरेर सबैले साथ दिनु होला। हात पनि देखाइदिने हो कि? फोटो आइसक्यो क्या तपाईँको? यो चाहिँ बाहिरको ब्याकग्राउन्ड हो। यहाँ चाहिँ एकदमै धेरै फुलहरू रोपिएको छ अनि हेर्नलाई मजाको ठाउँ छ। बसेर हेर्नको लागि चाहिँ एकदम रमाइलो ठाउँ छ। फोटोसोटो खिच्ने ठाउँ पनि हो। अनि चौधरी ड्रेस लगाउन कोठाहरू पनि यही। हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ र यहाँका रमाइला दृश्यहरू अवलोकन गरिरहेका छौँ। अनि विभिन्न चौधरी जातिका पुर्ख्यौली संस्कृतिहरू चाहिँ हामी अवलोकन गर्छौँ र हजुरहरू पनि हामीसँगै अवलोकन गर्दै अगाडि बढ्नु होला। भिडियो अन्तिमसँग हेरेर साथ दिनु होला। त्यो थारू गुरुवा झाँक्री के डिग्री पाक्दै छ त खाएर जाने हैन, खाएर जाने गाइज भन्नु न। मलाई त्यस्तो भन्न चाहिँ आउँदैन कि पैसा रहेछ त यार। यहाँ त पुरा बसेर यता रमाउने, उता बङ्गुर काट्ने हो। खतरा रहेछ त। अक्क बनाएर हाल्ने नि त यार। तपाईँलाई म पठाइहाल्छु नि यार। हाम्रो प्रेस ए खरिया हो। चामल राखेन नि भगारीमा। यहाँ त पुरै झाँक्री बोलाए जस्तो देखिन्छ त यार। पानी ताने कुवाबाट त्यो चाहिँ काठबाट आगो पार्ने तरिका जमानाको। यो चाहिँ यही थारू नाच्न लागेको कृतिहरू। मादल चाहिँ रियल रहेछ है। यो चाहिँ झरिया हो कि के बुन्दै गरेको होइन? खतरा बनाएर रहेछ कृति चाहिँ। म जाँदैछु, पाकिरहेको चाहिँ यहाँ चाहिँ अब पूजापाठ गर्दैछु। न्यू कल्चर एक्सप्लोर भने जस्तो रहेछ होइन। यहाँ भित्तिचित्रहरू पनि छ। यिनले गीत बजाएको त्यो अनौठो जिल्लो परेको के अनौठो मान्छे हाँसी तथाको जन्ती जान्न जन्ती जान लगाएर हो त। जन्ती जान लाग्यो। यसो हेर्दा त कश्मीरी पण्डित जस्तो देखिन्छ टोपी हेर्दा भने। कश्मीरी पण्डितको भने हो त नि यार। ठ्याक्कै बिचमा छ नि कश्मीरी पण्डित जस्तै। ठ्याक्कै क्या।
यता चाहिँ पुरै के अरे त्यो मसान ससान भगवान्लाई जस्तो देखियो होइन देउता कोठा देउता कोठा यहाँ चाहिँ अब यो खरिया सरिया पकाउने कोठा यहाँ ठेकी र अधिकांश खालको चाहिँ के हुन्छ तपाईँको यो घर यस्तै भयो भने दक्षिणतिर चाहिँ ढोका हुन्छ यसरी घर पर होइन थारू एउटा प्रजाति हुन्छ तपाईँको एउटा समुदाय छ त्यो मतलब उल्टा हुन्छ नि सो ठ्याक्कै यो अब यहाँ चाहिँ टक्क भित्र उल्टो एउटा चुलो उता सबै अनि उसको चुलो यता हुन्छ यो गेट उता आउँछ सबै उल्टो के तपाईँ यता यता फर्केर त्यही जानकारी दिनु नि त होइन गाउँघरमा बसेर त्यो किन उल्टा आउँछ भन्छ कि सबै उल्टो यहाँ चाहिँ यस्तो छ होइन कल्चरल भित्र जाने बाटो चाहिँ यहाँ यस्तो जे रमाइलो ठाउँ रहेछ डगौरा थारूघर जाने बाटो चाहिँ यो हो हामी डगौरा थारूघरमा जाँदैछौँ अब चाहिँ बङ्गाली शब्द चाहिँ थारू भाषामा दगुरा हो बङ्गाली हो हुक्का सुक्का तान्दै रहेछ नि त बाजे अनि बिरामी भएन नि त अनि चाखी यहाँ चाहिँ अब यहाँ के छ त अनि यो चाहिँ बेडरुम बेडरुम अथवा भगारी कक्ष पनि रहेछ भगारी चाहिँ यसरी बनाउँदो रहेछ होइन भण्डारण क्षेत्र अनदी चामलको पाक्री छ यो चाहिँ लोकल गाउँघरमा पाइने रैथाने धान त्यो अनदी भन्नेको चाहिँ झोल बन्दैछ अरे कहिलेसम्म बन्ने हो थाहा होइन बन्यो भने खाउँला भन्यो भने चाहिँ हाम्रो यता गुरुवाला सम्झिनुपर्छ टक्क चाहिँ प्रत्येक रुममा चाहिँ भगारी हुँदो रहेछ कि होइन हजुर आफ्नो आफ्नो जातिको देउता राजा छ प्रत्येकको हम चौर जाति फरक फरक देउता हुन्छ नि हो त्यो त यो सबैको चित्र देखाइरहेको छ यहाँ यो चाहिँ डगौराहरूको पर्यो हजुर यो डगौरा थारूको हो यो इलाका यो रहन्छ हेरेर हाम्रो पुरै बाबा बनेर फोटो खिच्ने प्रचलन चलिरहेछ हेलो निरज यसपछि पालो पक्कै नवराज पण्डित नवराज शर्माको होला ए यहाँको भइसक्यो अब हाम्रो म त खिचिरहेको आएर फोटो चाहिँ छैन तर तपाईँ पुरानो मान्छे हो नि त अनि जन्ममितिले अनुभवले अनुभवले हाम्रो बाजेभन्दा 2 वर्ष हाम्रो बाजेभन्दा 2 वर्ष यो चाहिँ पुरानो जमानामा शिलालेख लेख्ने तरिका चित्र यो गुन्द्री बुन्ने तरिका यहाँ चाहिँ गुन्द्री बुनिरहेछ यो चाहिँ नाच बड्का नाच महाभारतको कथाको आधारमा यसमा जाओस् न 2-4वटा कुरा सर सुनिदिइहालौँ के छ भन्न पर्दैन नम्बर प्लेट पनि लेखेको रहेछ नेम प्लेट ठ्याक्कै यसको बारेमा विस्तृत केही जानकारी पाउँछौँ कि हामी तपाईँलाई थाहा छ भने यो त के होला नि कथा यो भन्न महाभारत कथासँग मिल्दोजुल्दो चाहिँ गीतहरू गाउने आधारित महाभारतको 5 पाण्डवहरू द्रौपदीको रानाथहरू हौरी नाच होलीको होलीको पर्वमा नाचिने सांस्कृतिक नाच यहाँ तैँले फेरि आँखा चुदाइरहनु भएको कहीँ लप पर्छ कि म सिङ्गल भए बिहे भइहाल्छ कि भन्नु तर हुँदैन त आशा नगर्नुहोस् रानाथारूको घर चाहिँ टक्क यस्तो देखिन्छ होइन टक्कको छ होइन भित्र चाहिँ के छ त यसो हेरौँ त ए यो चाहिँ पुरै रेस्ट रुम टाइपको रहेछ होइन बेडरुम टक्क अँध्यारो छ भात पाकेको छ नि यो चाहिँ कैलालु कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने रानाथारूहरूको परम्परागत घर हो
अनि यता चाहिँ टक्क खाना पाकिरहेको छ खाना पाकिरह हाम्रो नवराज सर पनि यतै यता बस्नु हेर्नु पर्यो जुगाड गरिरहनु भएको नमारौँ न यता हेर्नुहोस् न एकछिन पछि हुन सक्छ चितवन्ना थारू लट्ठी नाच यो पनि होली पर्वमा नाचिने नाच रहेछ होइन यो फेरि अरू गोरा भयो नि एकजना चाहिँ काला हुँदो रहेछ नि त्यो पनि देख्नुहुन्छ ऊ पारि उहाँ पारि हाम्रो उहाँ चाहिँ अलि लालबाबु पण्डित कति काला छन् सांसद साइकल चढेर सबै गोरु उहाँ चाहिँ कालो कालो हुनुहुने रहेछ के कारण केही कारण हुन्छ होला नि त केही कारण उहाँ घाममा अलिक धेरै होइन घाममा अलिक धेरै डढ्नु भएको होला यो कोशी पारीको क्षेत्रहरूमा बसोबास गर्ने थारू जातिमा नाचिने झुम्रा नाच भन्छ यसलाई चाहिँ नतबा मृदङ नाच हो बसोबास गर्ने झुम्रा नाच हो क्या झुम्रा नाच तल हेर्नु नि तल पनि पढ्नु नि यार माथि थारू भाषामा लेख्यो होला नि त यो बसेर खाउन एकछिन नठेलाम न नठेलाम यार घोगी घोगी खानु ल ये हमारे घर के बड़का डाई हुइट ये काजुनी घोगी बनाई लगले त पाके त 10-5 मिनट पछि हामीले सक्कु खाए घोगी खान लागेको के ए ल ल खै घङ्गी खान लाग्यो खै जस्तो जस चुसो पर्यो के ल ठिक छ दिन भने मान्छे बिर्छ सधैँ मिठो रहेछ यार चुङ्गै चुङ्गै खायो कि यसलाई भन्छ हाम्रो धातो जातो भाषामा हाम्रो भाषामा तर थारू भाषामा चाहिँ थारू भाषामा के भन्छ भन्ने कुरा चाहिँ यहाँ थारूको उसलाई थाहा हो चक्की जसले। भन्छ जहिले नभएको यार के हो यहाँ पनि कुट्ने ठाउँ रहेछ त भित्र चक्की सुधार्ने सुधार गृहहरू धेरै छन् बल्ल सुरु भइसकेको छ यहाँ चाहिँ यो नाच छ हामी दुई भाइ छौँ यहाँ चाहिँ हामी देउखुरी झुम्रा नाच यो तल देउखुरीतिर बस्ने थारूहरूको झुम्रा नाच नाचिने प्रथा यस्तरी रहेछ यसरी नाचिन्छ आहा अब यहाँको यस्तै राम्रीसँग हामीले लगन गर्ने विचार गरिरहेको यहाँ छ यो साह्रै सिङ्गल भएर पुत्ला राम्रो देखेर यीसँग बिहा गर्छु भन्नु पनि छैन हाम्रो दाइले पदम सर हजुर चोखो कैसी बाहुनको घरमा सक्ने पहिलोले भरिपूर्ण भागी खानपानमा एकदम सिपालु पकाउन सिपालु ठ्याक्कै नवरात दाइसँग चढी मिल्ने भाइ उसले कपडा ड्रेसमा पनि एकदम सुसज्जित भागी कति गुड्की सुशील 32 लक्षणले युक्त भागी नवरासल 36 गुड 32 लक्षण होइन भगवान छन् भने यिनका पनि दिन आउँछ यहाँ यहाँ पनि छ त यहाँ हजुरआमासित आशीर्वाद ल्याएर जानुहोस् बल्ल चाँडै होला नवरात दाइ यता के त आशीर्वाद लिन उसमा चाहिँ ट्याटु चाहिँ खतरा बनाउँथ्यो चाँदीको अझै छ नि हामी चाहिँ यो बसोबास गर्ने थारूहरूको परम्परागतमा यहाँ चाहिँ यस्तो घर चाहिँ यस्तो देखिन्छ होइन टक्क होइन हामी के गर्छौँ अब चाहिँ के होला जस्तो केही होला जस्तो छ तर हाइट म्याच गरेन अहिले तपाईँ घोडो टेक्नु न ठ्याक्कै मिल्छ तपाईँ अलि अग्लो हुनुभयो दाइ सम्धिलो गरे हो सम्धिलो गरे हाम्रो देउखुरिया हो यो सब धनसार हुने नि यहाँ माथि झुन्नु चाहिँ के दही हो कि जाँडको झोल हो यहाँ झुन्नु चाहिँ ए सुकुटी हो आलुहरू बिउ बिजन भण्डारण गरेको जाउँ अब यहाँको लागि ल त्यो लड जान पर्छ चिलिम खान पर्छ केटा यसरी फुक्ने हो यसलाई चिलिम भन्दो रहेछ ल यो अब हाम्रो तेल हाल्ने भाँडो हो कि के भन्छ अब यसलाई कुन तर लगेर गोदाबाट आउँछ नि थारू कला
होइन यहाँ भित्र उ छ नि ठ्याक्कै धान र गहुँ काटे हो कि अनि यो त ठ्याक्कै उसको खेत जस्तो छ सिरदरा खेतको छेउको बुटो यस्तै देख्थेँ मैले सिरदरा खेतको छेउमा बुटो यहाँ पनि टक्क त्यो युद्धको आएको जस्तो छ अनि यो चाहिँ टक्क यो गाउँघरि मिलेर खेततिर पानी हाल्यो अघि यो यो बिउ गोडिरहेको रोपाइको लागि माछा मार्ला खान्थ्यो बिउ गर्ला ए माछा पनि मारिरहेको रहेछ नि माछा त यता त युद्धै लड्न जान्ला रहेछ नि बुढा लड्न जान्ला गङ्गेश्वर यार खेमे धेरै दिन खोज्यो भने लट्ठी ल्याएर यिनको फोटो पनि खिचिदिन्छ क्यामेरा ल्याएर दङ्गेश्वर राजा दङ्गेश्वर यता चाहिँ टक्क निखुन्न लाग्यो निफन चाहिँ राख तर के निफन आयो भन्ने कुरा अरे यार मान्छे नराम्रो भयो नि राम्रो देखिन्छ क्या म त पुरै भलक बनाउँदै हिँडाउँदै अब सबै चिज होला यहाँ चाहिँ यो खानेकुराहरू होला नि दाइ ए खेम कहाँ गयो यार खेम तिमीले अहिले स्यालको रक्सी गएर नि स्यालको हो हो ए यहाँ छ बडा पानी चाहिँ के हाल्यो मेरो हाल्ने किन्छ गाईको तोरीको तेल स्यालको नि रक्सी हुने रहेछ यार म होला के हो मरेको स्यालको मारेर स्यालले मारेर हो हात हालिसक्यो भने लाग्ने बिर्को लगाइसकेको छ आफूमा बिउ बिजनदेखि लिएर थारू संस्कृतिको लामा चाहिँ के चिजहरूको खाना बन्थ्यो अनि चाहिँ खानाहरू चाहिँ के बन्थ्यो थारू समुदायको भनेर चाहिँ पुरै डिटेलिङमा राखेको छ अनि औषधिहरू आयुर्वेदहरू सबै राखेको छ बादल लौरो राजवृक्ष बादल लौरो भन्थे नि यतै त टाटा बाई बाई होइन टाटा हो सोन टाटा पहिने खाली उता रहेछ यहाँ चाहिँ गुङ्गुरलाई यसरी पालिएको छ कि यसरी पालिएको छ समस्या गरेर पालिएको छ यो बङ्गुरलाई उसले टाइममा खाना पाउँछ टाइममा आउँछ चारको बङ्गुरले खाने भनेर पाल्ने बङ्गुर हो पचान मात्र नसक्यो त्यो त बङ्गुरले खाने भनेर पाल्ने खालको बङ्गुरलाई देखेर कालो बङ्गुर लजाएर सुतिरहेको ओ हेलो यहाँबाट चाहिँ हामी यहाँ यताउता एक्सप्लोर गर्दै अझै बाँकी रहेको ठाउँ छुटे फुटेको ठाउँहरूमा चाहिँ जाने क्रमको यो भिडियो हो अनि यति बेला चाहिँ हामी दाङमा चौधरी समुदायले पाल्ने जनावरहरू के हुन् त उनीहरूले चाहिँ घरमा पाल्न रुचाउने जनावरहरू के हुन् भनेर हेर्दै हिँडेका छौँ ठ्याक्कै बङ्गुर सुतेर कस्तो मजाले दुध खुवाएर डोरीमन पोकेमन खेल्दै खै यस्तो हेरौँ त जङ्गली अर्ना खेमको हाँसो मन पर्यो पल्ला कोठाको मान्छे आउँछ नि दाइ तिम्रो हाँस मन पर्यो भन्ने काकासँग मिल्छ होइन मेरो कान्छो मसँग मिल्छ लोकल गाई हो भैँसी हो यहाँ हामी चाहिँ यहाँबाट भित्र घुमेर आइसकेपछि एकदमै भोकाएका थियौँ अनि बाहिर आएर चाहिँ नास्ता पानी गर्दैछौँ अनि त्यसै गरी हाम्रो गुरुबा भनेर चिन्नु भएको यता हुनुहुन्छ हाम्रो उता चाहिँ हाम्रो मोडल दाजु हुनुहुन्छ उता डाइरेक्टर साहब हामी चाहिँ अब कभरिङ मोडल ब्याकग्राउन्ड डान्सर जस्तै हो
अब चाँडै मोडल हुनुहुन्छ जस्तो लागिरहेछ मलाई दाजु स्वाद कस्तो छ स्वादको बारेमा यसो स्वाद चाहिँ यो लोकल आलु मिसाएर छ हजुर। प्याज पनि हाले ह हजुर यो के पानीपुरीको पुरी चाहिँ हाले ह पानी मात्र नभएर पानी मात्र नभएको हो हजुर पुरी चाहिँ छ गिरी चाहिँ यसो छैन तपाईँले यो विषयमा के बोल्नु छ दाजु पानीपुरी कता लाग्छ